Hello guys, welcome to my starting my video. Welcome to my channel. बिहान उठ्यो बाइक करिब हामी 1 घण्टा जति बाइकमा हिँडिसकेपछि हामी थाम डाँडा भन्ने स्थानमा आइपुग्यौं। यो गेट अगाडि गेट देख्न सक्नुहुन्छ, भर्खर बनेको गेट हो। यो गेटको वरिपरि पनि निकै आकर्षक दृश्यहरू देखिन्छ। यहाँनेरि टक्क लाएर चौर अनि हामी फेरि यात्राकै क्रममा हामी केही अगाडि गएपछि यो देखिएको दृश्य यहाँदेखि हामी अब केही स्टेप मास्तिर जान सिक्रे भन्ने स्थानमा जान्छौँ। अर्को यात्रा भनेको चाहिँ सादेवा टु सिक्किममा धामको यात्रा। हामी यो यात्रामा 4 जना छौँ। करुण लिम्बू, पूजन लिम्बू, निपुण नाङ्गो लिम्बू अनि म दिनेश आफै। हामी 4 जना चाहिँ एकदम रमाइलो तरिकाले यात्रा गरिरहेका छौँ। यहाँनिर अब वरिपरिको दृश्यहरू हेर्दै दृश्यमा रम्दै अगाडि हेर्न सक्नुहुन्छ। बाटो चाहिँ आजको अवस्था चाहिँ यहाँनिर चाहिँ पानी परेर अलि हिलो थियो। यहाँनिर चाहिँ पलौटे माटो भएर चिप्लिने सम्भावना ज्यादा थियो। बर्खाची नआउनु होला। सिक्यो भन्ने यहाँ पार्टी साथी छ होइन। सो गाइस अहिले चाहिँ हामी निकै क्रिटिकल अवस्थामा आइपुगेको छौँ। बाटोको अवस्था चाहिँ हेर्न सक्नुहुन्छ। डोन्ट वरी, केही छैन। हामी यहाँदेखि अब निक्लिन्छौँ। पछाडि गर्नु बाइकले चाहिँ अहिले उकालोमा एकदम नतानेको कारणले गर्दाखेरि यहाँनिर चाहिँ तपाईँहरू पनि ट्राभलिङको लागि आउनुहुन्छ भने चाहिँ पल्सर बाइक लिएर होइन, तपाईँहरू क्रस फायर यक्स पल्स जस्ता बाइकहरू लिएर आउनु होला। किनभने यहाँनिर खाल्टाखुल्टीहरू ज्यादा हुनेसम्म खाल्टाखुल्टीहरू ज्यादा छ र यहाँनिर पल्सर बाइकलाई चाहिँ अलि असहज तरिका छ। यहाँनिर चाहिँ पल्सर बाइक चाहिँ अलि जान सक्दैन। हामी चाहिँ पल्सर बाइकमा गयौँ। तपाईँहरू आउँदाखेरि चाहिँ क्रस फायर बाइक लिएर आउनु होला। यहाँनिर खाल्टाखुल्टी भएको कारणले गर्दाखेरि अहिले बाटोको अवस्था चाहिँ एकदम डेन्जर रहेछ। यहाँनिरबाट हामी निक्ल्यौँ। अब वरिपरिको दृश्य हेर्दै रहँदा हामी फेरि टक्क लाएर हामी माथिल्लो स्थानमा जान्छौँ। यहाँ बाटोको अवस्था चाहिँ केही समय अगाडि चाहिँ यहाँनिर मिसिनाएर बाटो खोलिसकेको थिएछ। अनि अहिले चाहिँ यो बर्खामा झरीको कारणले गर्दा बलले गर्दाखेरि बाटो चाहिँ यहाँनिर अहिले बलले खोलेर गर्दाखेरि निकै अप्ठ्यारो भइरहेछ। तर केही छैन, हामी यहाँदेखि अब फेरि माथिल्लो स्टेप तर्फ जान्छौँ। तपाईँहरू हाम्रो भ्लग चाहिँ कन्टिन्यू गरिदिनु होला। यति भन्न चाहन्छु, भ्लग फेरि कन्टिन्यू आउँदैछ। सबैजनाले भ्लग चाहिँ कन्टिन्यू गरिदिनु होला। हामी फेरि माथिल्लो स्टेप तर्फ जान्छौँ। अनि यहाँ यस्तो छ बाटो होइन। निकै चाहिँ चढ्छ होला ट्र्याक्टर। कन्डिसन अब बाटो पनि बनाउनु पऱ्यो होइन। झोला पनि हेर्न अगाडि पछाडि नै झोला छ होइन। टक्क लगाएर बाटो बनाउनु पऱ्यो नि हौ। टक्क लगाएर होइन। यहाँदेखि छिर्छ हौ। यहाँ यो ढुङ्गा खाइदिनुपर्छ। अरे मुनिको हेरिङ देखिन्छ। त्यो पनि निकै सोलिङ गरेर माथि ल्याउनु। टक्क लगाएर है। अब यहाँदेखि सोलिङ छ फेरि यो बाटो लग्नुपर्ने भयो। ल ल ल एक्सपोर्ट यस ब्रो। एकजनाले ठेलिङ यार पछाडिदेखि। ल यार यता टुटियो नि यार। यता माथि बाटो राम्रै छ कि यहाँनिर। यहाँ चाहिँ यस्तो छ होइन। केटाहरूले यहाँ सिउँडीदेखि लग्ने कुरा गर्यो। सिउँडी ब्रो। ल एकछिन ठेल्ने होइन। करुण साथी पनि तल छ होइन। कस्तो यार बाइक कस्तो यार कस्तो भाइ बबाल यार।
थोरै पछाडि तानिदिने पनि त्यहाँ डिल छ यार डिल छ खोस्यो नि त पछाडि तान्ने पछाडि तान्दैन पछाडि अब यार केटाहरूले अराउँदो रहेछ हामी पहिले हिँड्दाखेरि चाहिँ यो बाटो हिँड्थ्यौँ यहाँ तलदेखि आएर होइन चट्ट लगाएर बाइक यतापट्टिदेखि आएर यहाँदेखि चट्ट लगाएर माथि जान्थ्यौँ क्या यो बाटो हिँड्थ्यौँ होइन गुराँस नै फुलेको रहेछ अनि यहाँनिर माथि गुराँसै गुराँस छ नि यो गुराँस चट्ट लगाएर यहाँ 2-3 वटा फुलेको छ होइन 6 बज्नु लाग्यो यार एनिवे 6 बजिसकेको छ यार अब घाम नि लाग्छ होला यार 7:30 तिर त के छ गर्नु साथी दुख्थ्यो यो घाम आज लागेकै ब्लग कन्टिन्यू छ होइन गाइज करण साथी नि आयो यार आइगयो यार करण साथी यार तान्दैन होला बाइकले यार खतरा राइडर क्या देख्न सकिन्छ होइन केटाहरू 2टा बाइकमा टक्क लगाएर होइन रेडी भइसक्यो अरे तार्नुवाला बाइकले जानै नदिएको हो कि क्या हो जानै नदिएको हो कि क्या हो खेलेर तोड नि यसले अनि कुद्दा त कुदे वासो उकालोमा आइन चिसो भएन तपाईँको एक्सिलेटर अलिक देऊ होइन केटाहरू चट्ट लगाएर खतरा छ होइन गइसक्यो यार हाम्रो फिटनेस छैन ल केटाहरू होइन पुरै राइडरहरू छ होइन सो गाइज हामीले चाहिँ बाइक त्यहाँ राखेर हामी सिदिङमा तर्फ लागिसक्यौँ हामी साथीहरूसँग यहाँनिर धेरै रमाइलो तरिकाले हामी जाँदैछौँ साथमा करुण लिम्बू अनि पूजन माग्नु लिम्बू विनेश दाल म आफै अहिले गुराँस पनि फुलिसकेको अवस्था रहेछ यहाँ चाहिँ माथि अलि माथितिर चाहिँ के छ हामी यात्राक्रममा केही स्टेप मास्तिर गयौँ केही स्टेप मास्तिर गएपछिको दृश्य हेर्न सक्नुहुन्छ साथीहरू आफ्नो तालमा फोटोहरू खिच्दै अनि साथीहरूसँग रमाउँदै हामी फेरि रमाउँदै हामी केही स्टेप मास्तिर जान्छौँ केही स्टेप मास्तिरको भिडियो हेर्न सक्नुहुन्छ सायद रोड चाहिँ यहीँसम्म होला हामीले बाइक चाहिँ नचढेर उकालोमा यहीँ मुनतिर छोडेर आइरहेका छौँ हामी चाहिँ अब यहाँदेखि उकालो एकदम उकालो जानुपर्ने छ यहाँनिर चाहिँ हामीलाई लेक लाग्ने सम्भावना ज्यादा हुन्छ किनभने यो पनि यो सिदिङमा धाम पनि निकै हाइटमै पर्छ त्यो तारै भिरो उहिले हामीले मृग मारेको हामी रोडलाई छोडेर केही स्टेप मास्तिर गयौँ रोडलाई छोडेर केही स्टेप मास्तिर गएपछि देखिएको दृश्य भनेको यो थाम्रा सिक्रेको दृश्य हो तपाईहरु गाडीको बाटो देख्न सक्नुहुन्छ त्यहाँसम्म मात्र गाडीको बाटोको व्यवस्था छ त्यहाँदेखि उँभो चाहिँ हामी पैदल यात्रा नै गर्नुपर्छ वरिपरि चट्टानै चट्टानले बनेका फोहराहरू छन् यहाँनिर पछिल्लो टाइममा पनि गाडीको बाटो अन्नाले असहज देखिन्छ
सेतो गुराँस है, सेतो गुराँस, सेतो गुराँस पिङ्क। बबाल छ है, एउटा टिप्दिङ नयाँ गुराँस। बिनिसले मलाई पटपट गरिसकेको छ, यहाँ फुल दिइसकेको छ है। सेतो गुराँस हेर्नु, सेतो गुराँस। गाइज हामीहरू चाहिँ अब पार्टीमा आइपुग्यौँ। यहाँदेखि हामीहरूको गन्तव्य स्थान चाहिँ झन्डै 15 मिनट जति लाग्छ। यहाँनिर चाहिँ वरिपरिको दृश्य हेऱ्यौँ हामीले। हामी चाहिँ निकै थकित अवस्थामा थियौँ। यहाँ हेर्न सक्नुहुन्छ अहिले कुहिरो लागेर अलि देखिँदैन माथि चाहिँ। पार्टी हो यो बाटो चाहिँ अहिले पुरा सोलिङ गरेको छ, एकदम बेस्ट छ। बाटो चाहिँ अहिले तल गाडीको स्ट्यान्डदेखि उँभो नै सोलिङ गरेर राम्रो बनाएको छ। हामी चाहिँ अब थकित अवस्थामा थियौँ। हामी अब यहाँ केही बेर बस्छौँ। अब हामी पुग्नु लाग्यो है। हामी ठ्याक्कै मन्दिर गुराँसको 4-5 गुराँस हेरौँ है। यहाँ 4-5 प्रकारको छ है गुराँस है। अब हामी ठ्याक्कै पुग्नु लाग्यो होइन। मन्दिर म जुम गरिदिन्छु होइन। क्यामेरा राम्रोसँग देखिँदैन तर राम्रो, बट माथि हेर्नु त गाइज, यहाँ माथि यहाँ देखेन कि ल। हाम्रो साथीहरूले चाहिँ गुराँस कलेक्टिङ गर्दैछ होइन। ट्याक्क लगाएर है, यस्तो छैन हिँडाइ डेन्जर छ। वाउ बडा ब्युटिफुल है, ट्याक्क लगाएर है। ट्याक्क लगाएर निपुणले भाँचिसकेको छैन गुराँस लगाएर है। यहाँ पनि गुराँस हेर्न आउँदा नि हुन्छ होइन। कति यार 6-7 प्रकारको गुराँस पाइन्छ यो साइड पनि होइन। त्यही पनि अनि लगाएर है। यस्तो छ बाटो, एकदम क्लियर छ होइन। दामी छैन ठाउँ। साथीहरू होइन यस्तो गर्दैछ। भिडियो कन्टिन्यू है, नचल्नु होला, भिडियो राख्नुपर्छ। अब हामी जङ्गल छ नि। फाइनली गाइज हामी चाहिँ अहिले हाम्रो डेस्टिनेसनमा पुग्न लाग्यौँ। माथि देखिएको चाहिँ हाम्रो डेस्टिनेसन हो। मन्दिरको नक्सा देखिएकोमा वाट अफ ब्युटिफुल प्लेस इन सिडिङवा टेम्प्लेट। गाइज हामीले चाहिँ दर्शन गरिसक्यौँ। दर्शन गरिसकेपछि हामी फेरि घरतर्फ लाग्यौँ। हामी खाजा खाँदै घरतर्फ लाग्यौँ, हेर्न सक्नुहुन्छ। हामीले फेरि घरतर्फ लाग्दै गर्दाखेरि चाहिँ हामीले टट्ट लाएर एउटा म्युजिकमा डान्स गरेको छौँ, हेर्न सक्नुहुन्छ।
तपाईहरुले भ्लग हेरेर अन्तिमसम्म साथ दिनुभएकोमा तपाईलाई धन्यवाद। भ्लग कस्तो लाग्यो तपाईहरु मन परेमा लाइक कमेन्ट शेयर र सब्स्क्राइब गरिदिनु होला। हस्त नमस्कार म बिदा हुन चाहन्छु।